चाहिँ यस्तो कपडाहरू खासै लाउनु हुन्न, मेरो रिक्वेस्टमा मात्रै लाउनु भएको कि त्यही भएर ऊ फोटो भिडियोदेखि चाहिँ टाढा बस्ने मान्छे हो। तर राम्रो चाहिँ राम्रो छ होइन, तर उहाँले अब त्यस्तै भनिराख्नु छ मलाई मन परिरहेको छैन यो ड्रेस भनेर, तर एकदम राम्रो। हामी उहाँ विदेशको गएको 2 वर्ष भयो नि त, 2 वर्ष पछाडि आउनुभएको, तर बिरामी परेर जानु पाएको थिएनौँ होइन। आज चाहिँ हामी कपाल ड्रेसमा जानु गएको छौँ है, कपाल ड्रेस। र यो राम्रो लाग्यो, के पो हो यो अनलाइन सपिङ चाहिँ मैले बिर्सेँ, अनलाइन सपिङ गरेको हामीले, तर राम्रो लाग्यो। थ्याङ्क यू सो मच। हेलो गाइज, हामी चाहिँ आज नाइट आउट जान लागेको हस्बेन्ड वाइफ। इयरबड चाहिँ मैले देखिनँ है, ज्याकेट बोको जुत्ता बाहिरै छ तपाईँको। ल यो के को खाम हौ, फाल्नु भएको छ त। उहाँ ब्याग स्याग बोकेर रेडी हुनुभएको छ, म पनि रेडी भइसक्यो अब भएको भनौँ। उहाँले लिएर जान लाग्नु भएको ब्याग बोकेर ज्याकेट ज्याकेट त हाल्दा छैन मेरो चाहिँ हो ज्याकेट। ए हाल्नुभयो क्याप, ए मेरो चस्मा मलाई त राम्रो लागेको छ। नाइट आउट जान लागेको है, तर कहाँ लोकेसन के थाहै छैन अहिले। सुन्दरी जल हो, सुन्दरी जल अरे, हामी देखाउनेछौँ कस्तो छ त्यहाँ भनेर। हेर्नु बिहे गरेको 1 वर्षपछि उहाँ विदेश जानुभएको, विदेश गएर आएको 2 वर्ष भयो होइन, 2 वर्षपछि आउनुभएको। त्यही पनि हामी कतै घुम्न जानु, बिरामी पर्नुभयो कि उहाँ बिचमा, त्यही भएर कतै गएनौँ, घरमै छौँ। आज चाहिँ हामी जान लागेको उहाँले लिएर। हजुर लोकेसनमा आउनु न। हजुर लोकेसनमा आउनु न। राम्ररी बस्नु मम्मी, अब एक्लै हुनुहुन्छ आज मम्मी। सुन्दरी जल लाँदै ट्याक्सी चलाउन आएको नाइट। हजुर नाइट ट्याक्सी चलाउन आएको, घुमेँ लास्टमा ठमेल पुगेँ म 1 बजी 2 बजी राति। अनि ठमेलबाट मलाई कहाँ ल्यायो भने तपाईँको यो उयो तल अहिले हेर्दाखेरि यो सुकेधारा हामी सिधा छिर्छौँ नि, आकाशधारा अलिकति निलो पुलको छेउमा त्यहाँ ल्याए। तिनीहरूले त्यो केटाहरू चाहिँ 4 जना केटाहरू थियो, उनीहरूले यहाँबाट जानु टक्कै तल पुग्नुहुन्छ भने उनीहरूले 1000 रुपियाँ भनेर आएको। त्यो बेलामा आइहाले, सब संसार घुमिसक्यो, हाइवे निक्लिनु त उमेकको छु 4 भइसक्यो। बाटो त अब यो चिरो क्या हो, यो चिरो छ होइन। वेलकम टु काठमाडौँ ट्राउट।